फाइनली साथीहरू मेरो वान स्लिप घर चाहिँ ल रेडी भइसक्यो र भित्र कस्तो छ होइन। अब यहाँहरू सबैजनालाई म देखाउँदैछु ल। उहाँ हाम्रो ठेकदार साहब उहाँ हुनुहुन्छ घर बनाइदिने, उहाँलाई एकदम विशेष धन्यवाद। र भित्रको यो चाहिँ भनेपछि घन्टी हो होइन। अझै सिरिसट्टा उहाँहरूलाई अब बत्ती बाले बापत रेड बिल पनि दिनु पऱ्यो है। चिसो खानेकुरा आयो। दुईजना उहाँहरू नै हो वायरिङको मिस्त्रीहरू। हेलो हेलो फाबेन दाई, मणि दाई, हेलो र यता उहाँ हो। र यो चाहिँ सटरको रुम हो। सर भइरहेछ, बल्ल बल्ल बनायो। यस्तै छ घर होइन। यो अर्को सटर हो। उस्तै उस्तो भनौँ न, पल्लो र वल्ल। यहाँ अलिअलि काठहरूको कामहरू बाँकी छ, त्यही भएर यसलाई देखाइन मुनिबाटै। अनि यो चाहिँ भने मेरो बाथरुम हो। सट्ट लगाएर ल हेरौँ, यहाँ पानी सर जान्छ होइन। यहाँ हो यस्तै छ बाथरुममा नि धेरै खर्च भयो होइन। अब यो घन्टी भइगयो, यो एमसिबी हाल्यो होइन। यो सोह्रको छ। चट्ट लगाएर यता अब सिटिङ रुम। वाउ, हेरौँ त नि कस्तो छ साथीहरू, यसो कमेन्ट गर्नु होला है त। त्यस्तै छ सिसा भइगयो। अब यहाँ चाहिँ बेडहरू आउनु बाँकी छ, त्यसको लागि पुरा लागि। यो चाहिँ माथिल्लो फ्लोरमा उक्लिने ठाउँ हो। अब योभन्दा मुनिको चाहिँ नदेखाऊँ, यता पनि छ लुक्ने ठाउँहरू। यता चाहिँ अब बम बारुदहरू लुकाउने ठाउँ होइन। यसलाई अझै डेकोरेसन बाँकी छ ल। यस्तै छ अब होइन। मेरो घर देखिहाल्नु भयो होला, कस्तो चाहिँ भयो होला भन्ने एउटा जिज्ञासा हुन्छ नि त, त्यही भएर ल। यस्तै छ। हेलो ल है साथी, अब चट्ट बत्तीको उद्घाटन गरिदिन्छ हामी बाहिरै सिँढीमा बसेर। यस्तै छ।